Okay, so hi everyone, this is me Deepak and welcome back to my YouTube channel once again. So मेरो चाहिँ माइक बिग्रिएको छ, सो एयरपोर्टबाट ट्राई गरिरहेको छु कस्तो आउँछ है। सो वेलकम ब्याक वान्स अगेन टु माई च्यानल। र आज चाहिँ के भयो त दिनभरि है र केही एक्स्ट्रा कुराहरू सेयर गर्छु। र म अहिले चाहिँ यतिकै बसिरहेको छु एन्ड अलमोस्ट बेलुकाको 7 बज्न लागिसकेको छ है, बेलुकाको 7 बज्न लागिसक्यो। र दिनभरि चाहिँ यता मेरो काम थियो, लाइक जति पनि थियो प्रिभियस ब्लग्सहरू यो सबै मैले एडिट गरेँ दिनभरि भनौँ है, त्यो कम्प्लिट गरेँ। र आज केही पनि गरिनँ मैले, बाहिरतिर यताउता म रुमभित्रै बसेर मजाले एडिटिङहरू गरिरहेको थिएँ है। सब यो नयाँ भिडियोमा चाहिँ तपाईँलाई स्वागत गर्न चाहन्छु। र मैले पनि हालेँ आइ एम गोइङ टु सेयर सम एक्स्ट्रा थिङ्स र के भयो दिनभरि वाट आई डन यसको बारेमा सेयर गर्छु। र यो चाहिँ 365 डेजको कन्टेन्ट च्यालेन्जको लागि नै हो होइन। रेगुलर डेली बेसिसमा दिनमा एउटा कन्टेन्ट आउँछ बिहानको 9:30 है। सो तपाईँले हेरिराख्नु भयो होला। इफ च्यानलमा नयाँ हुनुहुन्छ भनेदेखि तपाईँले चेकआउट पनि गर्नु सक्नुहुन्छ च्यानलमा, र सब्सक्राइब पनि गर्नु होला च्यानललाई है। र साथसाथै भिडियोलाई लाइक गरेर एउटा थटफुल कमेन्ट पनि गर्नु सक्नुहुन्छ, लाइक रिलेटेड टु कन्टेन्ट एन्ड अपकमिङ डेजमा तपाईँहरूले के हेर्न चाहनुहुन्छ त्यो रिलेटेड पनि कमेन्ट गर्न सक्नुहुन्छ। र त्यही अनुसार म कन्टेन्टहरू बनाउने कोसिस गर्छु है। र नेक्स्ट भनेको चाहिँ अब तपाईँहरू नयाँ हुनुहुन्छ भनेदेखि मजाले च्यानल चेकआउट गर्नु है। र यो च्यानलमा चाहिँ तपाईँले के देख्न पाउनुहुन्छ भन्दाखेरि है, सो ट्राभल रिलेटेड कन्टेन्ट होइन, ट्राभलको कन्टेन्ट आउँछ, मोटिभेसन माइन्डसेटको आउँछ, पास्ट एक्सपिरियन्सेसको बारेमा होइन, र रियल लाइफ र कन्टेन्टहरू आउँछ मेरो है। त्यो डेली लाइफमा मैले के गरिरहेको हुन्छु यसको बारेमा आउँछ है। सो अब पास्ट कन्टेन्टहरू हेर्नु भएको छैन भनेदेखि लाइक यता डिस्क्रिप्सनमा पनि भिडियोको लिङ्कहरू हुन्छ है, र तपाईँले प्लेलिस्टहरू पनि चेकआउट गर्न सक्नुहुन्छ। एट लास्टमा इन स्क्रिनमा पनि आउँछ, तपाईँले त्यहाँबाट नेक्स्ट भिडियोमा पनि मलाई मजाले भेट्न सक्नुहुन्छ है। र माथि आई बटनमा पनि आउँछ कन्टेन्टहरू, तपाईँले त्यहाँबाट पनि चेकआउट गर्न सक्नुहुन्छ आफ्टर वाचिङ दिस कन्टेन्ट है। सो यो भिडियोमा चाहिँ लाइक म पहिला लाइक कस्तो भयो त मेरो डेज आजको यसको बारेमा सेयर गर्छु है। सो फर्स्ट भने त बिहान आज अलिकति ढिलो नै उठेको थिएँ होइन, लाइक म हिजो माथितिर गएको थिएँ। सो त्यस कारणले मेरो यहाँ अलिकति खुट्टा चाहिँ पेन भइरहेको थियो, आई डोन्ट नो केले हो, लाइक हिँडेर त होइन समथिङ के इस्युजहरू खोलातिरबाट गएको थिएँ नि त म, सो त्यसले हुनसक्छ। सो यति घुँडाभन्दा तल दुखिरहेको थियो, एउटा खुट्टाको मात्रै दुखिरहेको थियो, के भन्छ त्यसलाई पिरुलो भन्छ होला है, त्यो पनि दुखिरहेको थियो। सो म आज अलिक लेट नै उठेँ है। सो लेट उठेँ, बिहान पनि कन्टेन्टहरू एउटा कन्टेन्ट बिहान एडिट गरेँ, दिउँसो पनि 2-3टा एडिट गरेको थिएँ होइन। र त्यसपछि फ्रेस भयो, यता चिया खाएँ होइन। र त्यसपछि म खानासाना खाएर एकछिन माथि नै बसेको थियौँ होइन, यता गफसफ गऱ्यौँ। सो आफ्टर द्याट माथि त एकदम चिसो छ होइन, म हाम्रो तल कोठामा आएँ। अनि यहाँ आफ्टर द्याट फेरि पनि म आफ्नो काम गर्न लागेँ होइन, कन्टेन्ट एडिटिङ गरेँ। प्लस भनेको अब लाइक नयाँ वेजमा चाहिँ कसरी गर्न सकिन्छ ग्रो यसको बारेमा म हेर्दै थिएँ है। र नेक्स्ट भनेको यता टिकटकमा नि मैले यो हुक लाइनहरू युज गरेर कन्टेन्टहरू राखिरहेको छु है। सो एउटा हुक लाइन आज ट्राई गरेको थिएँ। सो त्यसमा चाहिँ कम्युनिटी भाइलेसन भएर टिकटकबाट चाहिँ डिलिट भयो, इन्स्टामा चाहिँ छ है। तपाईँले मलाई इन्स्टामा नि हेर्न सक्नुहुन्छ, मेरो इन्स्टाको लिङ्कहरू चाहिँ मैले डिस्क्रिप्सनमा राखिदिन्छु। इन्स्टा फेसबुक टिकटकको लिङ्कहरू डिस्क्रिप्सनमा हुन्छ, अथवा च्यानलको बायोमा पनि छ, तपाईँले त्यहाँबाट नि मलाई सपोर्ट गर्न सक्नुहुन्छ है। त्यो भयो। र पास्ट कन्टेन्टहरू लाइक जति पनि छ रिलेटेड ट्राभल नै भनौँ न, एक्सप्लोर गरिरहेको थिएँ मैले जङ्गल। सो त्यसको चाहिँ मैले पार्ट बनाएर राखेको छु होइन, एउटै कन्टेन्ट राख्यो भने अलिकति लेन्दी हुन्छ। सो त्यही भएर चाहिँ मैले पार्ट 1 पार्ट 2 यो टाइपै राखेको छु है। सो त्यही रिलेटेड कन्टेन्टको म डिस्क्रिप्सनमा लिङ्कहरू पनि राखिदिन्छु, तपाईँले त्यहाँबाट चेक गर्न सक्नुहुन्छ है। सो नेक्स्ट भने चाहिँ अब लाइक मैले कन्टेन्टहरू सेड्युल गरिरहेको छु क्या होइन, लाइक सेड्युल पोस्ट र कन्टेन्ट सेड्युल गरिरहेको छु। र मैले चाहिँ सर्ट कन्टेन्टहरू अहिले हाल्न छाडेको छु है। सर्ट कन्टेन्ट राख्यो भनेदेखि रिच त जान्छ, सब्सक्राइबर्स त गेन हुन्छ, बट म चाहिँ अहिले जस्ट मोनिटाइजेसनको लागि रन गरिरहेको छु है। मोनिटाइजेसनको लागि रन गरिरहेको छु र सर्ट भिडियोको त्यो वाच टाइम काउन्ट होइन घट्छ होइन, रिच त बढ्छ। सो लाइक अब जेन्युन वेमै अगाडि बढ्ने भने चाहिँ जस्ट डेली बेसिसमा एउटा कन्टेन्ट आइरहेको छ, तपाईँले चेकआउट गर्नु होला है। र मैले भनिहालेँ तपाईँले मलाई मजाले अरू ठाउँमा नि सपोर्ट गर्न सक्नुहुन्छ है। अहिले चाहिँ लाइक अलमोस्ट 7 बज्न लागिसकेको छ। एउटा रिङ लाइट बालिदिन्छु साइडमा
यहाँ ल्यापटप छ होइन, र म चाहिँ रुममै छु र मेरो कपाल देखाउनु भयो होला, कपाल चाहिँ किन यस्तो झिङ्गिङ छ र। सो म चाहिँ अघि भर्खर नुहाएको थिएँ क्या, अघि भर्खर नुहाएको। सो त्यसले गर्दा मैले हेयरबिनले चाहिँ होइन यो हेयरबिनले चाहिँ कपाल च्यापिरहेको थिएँ। सो कपाल चाहिँ यत्तिकै सेट भएछ। सो केही पनि हुँदैन होइन, यसले त केही पनि हुँदैन, लाइक राम्रै देखिरहेको छ। र एक साइड ब्ल्याक एक साइड वाइट होइन। सो किन हो, यो लाइटले गर्दा नै छ। सो त्यही नै छ है। सो अब लाइक यो कन्टेन्ट केही नयाँ कुराको लागि नै हो खासमा चाहिँ है। सो तपाईँलाई थाहा नै छ, प्रिभियस ब्लग्सहरू कन्टेन्टहरू हेर्नु भएको छ भनेदेखि सो के छ, म कहाँ जाँदैछु अब, नयाँ नेपाल भनेको काठमाडौँ जाँदैछु होइन। अबको त्यही 5-6 दिन अथवा 6-7 दिनमा म काठमाडौँ जाँदैछु है। सो हरेक कुरा म तपाईँलाई सो गर्नेवाला छु है। सो त्यसको लागि भयो भने च्यानललाई सब्सक्राइब चाहिँ गर्नु होला है। र यता कमेन्टहरू गरिराख्नु भएको थियो, सो म पनि त्यही ठाउँबाट हो, यता पाहाडलबाट भनिराख्नु भएको थियो। सो ठिक छ, कुनै टाइममा आएको बेला भेटौँला होइन। र अब काठमाडौँ चाहिँ म आफ्नो साथीसँग जाने हो है। तपाईँलाई थाहा नै छ, लाइक सँगै पढेको, सँगै बसेको, सँगै खाजा खाएको साथी छ होइन। सो चाहिँ काठमाडौँमा काम गर्छ, म चाहिँ उसँगै नै जाने हो है खासमा। अनि त्यहीँनिर बस्ने हो र अब के हुन्छ जे हुन्छ म त्यही गर्नेवाला छु है। र मेन त म ट्राभल गर्छु है। सो ट्राभलको कन्टेन्ट यति धेरै आउँछ नि 2026, लाइक अब 2026 त लाग्छ, तर आज 31 हो है, डिसेम्बर 31 हो। म यसलाई सेड्युल गर्छु। सो यो चाहिँ एबाउट जनवरी 2 अथवा जनवरी 3 तिर अपलोड हुन्छ। सो अब ह्याप्पी न्यू इयर टु यु अल है, अलिकति लेटै भए पनि र नेक्स्ट डे नै अपलोड गर्ने भए त मिल्दै पनि। सो यो चाहिँ अबको 2-3 दिनमा अपलोड हुन्छ, त्यही भएर चाहिँ अलिकति लेट नै हुनसक्छ है। सो अब हिजो अस्तिको प्रिभियस ब्लगहरूमा चाहिँ के भएको थियो त है। सो तपाईँले हेर्नु भएको छ भनेदेखि कमेन्ट गर्नु, इफ छैन भनेदेखि म यसमै अलिकति एक्सप्लेन गरिदिन्छु है। सो म चाहिँ घरमा बस्दा अल्छी लागेर म चाहिँ यता माथि जङ्गलतिर गएको थिएँ होइन, जङ्गलतिर गएको थिएँ। सो त्यता मैले एक्सप्लोर गरेको थिएँ है। सो अब त्यतातिर एक्सप्लोर गरेँ, एक्लै गएको थिएँ क्या फेरि, र एउटा च्यालेन्ज पनि ल्याएको थिएँ। एक्लै गएको नि त खासमा, डर पनि हुन्छ अलिअलि होइन, खासखुस यताउता गर्दा पनि डर त हुन्छ नि त। घना जङ्गल तपाईँले हेर्नु भएको छैन भनेदेखि चेकआउट गर्नु। सो एकदम घना जङ्गल क्या, त्यतातिर बाघहरू पनि आउँछ, चितुवाहरू पनि आइरहेको हुन्छ होइन। सो त्यता गएको थिएँ, एक्लै गएको थिएँ। सो अब त्यहाँ पहिला नि बच्चा बेला पनि काम गरेर जङ्गल नै रहने होइन। सो एउटा स्पेसिफिक ठाउँसम्म चाहिँ पुगेको थिएँ म। त्योभन्दा माथि पनि झन् बबल ठाउँ छ। त्यो चाहिँ पछि लाइक एकजना साथी भएको बेला चाहिँ म माथि पनि जान्छु, र त्यो ठाउँबाट चाहिँ यस्तो बबाल देखिन्छ नि फेरि है। सो त्यहाँ जान्छु एक दिन, र अपकमिङ डेजमा त मैले बाइक नै लिएर जान्छु पनि भनेको छु होइन। त्यहाँ बाइकहरू सबै जान्छ, पहिला लिएर जान्थ्यौँ हामीले होइन। सो अहिले पनि जान्छ, रोडहरू जताततै छ। सो त्यो चाहिँ अब आफ्टर सम टाइम मैले मेनिफेस्ट गरेको छु। अबको 1 इयर टु 1.5 इयर्सको बिट्विनमा मसँग के हुन्छ, एउटा माई ओन मोटरसाइकल हुन्छ क्या है। म आफैले यो कुनै पनि बाहिरबाट अथवा घरबाट पैसा लिएर यताउता होइन क्या, म आफै कमाउने, आफै किन्ने है। सो त्यो छ। र आफ्टर द्याट त्यसपछि के छ, मोटो ब्लगिङ सुरु गर्ने हो है। मोटो ब्लगिङ सुरु गर्ने, योभन्दा अगाडि पनि मैले मोटो ब्लग त बनाएको छु, दुईटा तिनवटा छ। त्यसको नि प्लेलिस्ट छ, तपाईँले च्यानलमा पनि चेकआउट गर्न सक्नुहुन्छ। र म माथि आई बटनमा राखिदिन्छु, तपाईँले त्यहाँबाट नि हेर्न सक्नुहुन्छ है। र नेक्स्ट भने चाहिँ अहिले कस्तो छ त युट्युबको, कस्तो भइरहेछ भन्दाखेरि, लाइक रिजल्ट्स कस्तो भइरहेछ भन्दाखेरि इट्स क्वाइट गुड होइन, नर्मल राम्रै भइरहेछ। कुनै कन्टेन्टमा 300+ भ्युज गइरहेछ, कुनैमा नर्मल्ली होइन 70, 80, 60, 70। नर्मली अब सब्सक्राइबर्स अनुसार सब्सक्राइबर्स चाहिँ के हो भन्दाखेरि पहिलाको गेमिङदेखिको क्या अलमोस्ट 5 इयर्स त कम्प्लिट भइसकेको छ होइन, 5 वर्ष कम्प्लिट भइसकेको छ। सो अब त्यति बेलादेखिको सब्सक्राइबर्स लाइक डेथ सब्सक्राइबर्स भन्छ क्या होइन। लाइक आइडी चाहिँ सब्सक्राइब छ, तर त्यो आइडी चाहिँ एक्टिभ छैन क्या है। सो त्यही भएर लाइक च्यानल चाहिँ न्यू नै हो जस्तो क्या, 1 महिना भर्खर बनाएको, 1 महिना मात्र भयो जस्तो सब्सक्राइबर त छ। तर त्यो सब्सक्राइबर सबैले चाहिँ कन्टेन्ट हेर्दैनन् अथवा सबैमा नजाला होइन, इम्प्रेसन्सहरू जानेन। र अलमोस्ट यो मैले अब डिसेम्बर 3बाट गरेको थिएँ नि त कन्टेन्ट राखेको, डिसेम्बर 3, 5, 6 त्यहाँबाट कन्टिन्यू छ।
सो ओभरअल यो 1 महिनामा चाहिँ अलमोस्ट 1 लाख 1 लाखभन्दा बढीको चाहिँ इम्प्रेसन गइसकेको छ क्या ओभरअल। मैले सर्ट राखेको थिएँ, योभन्दा अगाडि चाहिँ राखेको थिएँ, सर्टमा नि अलिअलि गएको छ होइन। र पोस्टहरूमा मैले पोस्टहरू पनि पहिला राखिदिन्थेँ होइन। सो अहिले मैले त्यो पोस्टहरू राख्छु, त्यो पोस्टमा पनि इम्प्रेसन गइरहेछ क्या होइन। त्यस साथै लङ भिडियोजमा इम्प्रेसन लाइक एउटा भिडियोजमा 3000 4000 कुनैमा 6000 अथवा 1500 2000 यो टाइपले इम्प्रेसन गइरहेछ। र ओभरअल 1 महिनाभित्रमा 28 दिनमा मेरो मोर देन 1 लाख प्लस इम्प्रेसन्स गइसकेको छ क्या है। यो त राम्रै हो, अब बढ्दैछ होइन। लाइक अब बिस्तारै बिस्तारै बढ्दैछ। अब 1 लाखको भ्युजमा 1 लाखको इम्प्रेसनमा ओभरअल 16-17 हजारको भ्युज आउँछ भनेको नर्मल हो होइन। भनेको 16% भनौँ न, 100मा 16% आयो होइन। सो त्यो छ, अब बढ्दैछ भनौँ न बिस्तारै। अब सब्सक्राइबर्स नयाँ नयाँ सब्सक्राइबर जोडिँदै हुनुहुन्छ, उहाँहरूले हेरेपछि बढ्छ होइन, बिस्तारै बिस्तारै बढ्छ। अब काठमाडौँ गएपछि के हुन्छ र सोधिराख्नु भएको थियो के गर्ने कस्तो गर्ने, खर्च सही छैन यताउता होइन। सो अब हेर्दै जाउँ के हुन्छ, लाइक भिडियोको थ्रुबाट पनि म भन्छु। सो के हुन्छ हेर्दै जाने होइन। सकेसम्म राम्रै गर्ने हो, नभएदेखि ट्राभल त गर्ने हो। ट्राभलको ब्लगर बनाउँछु, फेरि आउँछु, एडिट गर्छु, अपलोड गर्छु होइन। सो त्यो छ। र म ट्राई गर्छु जति पनि छन् ब्लगर्सहरू होइन, टप ब्लगर्स अफ नेपाल, सो उहाँसँग नि भेट्ने चाहिँ ट्राई गर्छु। भेट्यो भनेदेखि लाइक अभियसली पनि गुड राम्रो नै हुन्छ। जुन भनेको कन्टेन्ट क्रिएसनको फिल्डमा जो अगाडि छ, सो उहाँसँग नै अलिकति भेट भयो भनेदेखि अझै सजिलो हुन्छ नयाँ कुरा सिक्नको लागि होइन। सो त्यो पनि छ प्लान चाहिँ। सो अब म गएर बस्ने ठाउँ भनेको चाहिँ काँडागाडी भनेर भन्दै थियो साथीले। अब कस्तो छ त्यो ठाउँ मलाई थाहा छैन। फर्स्टमा त मैले बुझेको थिएन काँडागाडी भनेको, मैले सुनेको थिएन नामै काठमाडौँमा होइन। सो दिस इज माई सेकेन्ड भन्दा पनि भयो, 3rd टाइम जाँदैछु भनौँ न। तर त्यति म घुमेको छैन क्या काठमाडौँ, गए पनि होइन। सो काँडागाडी कता थाहा छैन मलाई होइन। अब के छ कस्तो छ, सुरुमा त मैले काँडागाडी भन्दा त मैले जिस्केर बोले जस्तो लागिरहेको थियो क्या। पछि चाहिँ यसो हेर्छु काँडागाडी हो, त्यो ठाउँको नाम पो हो, त्यो टाइपले मैले सोचिरहेको थिएँ क्या। ठिक छ, त्यहाँ जान्छु कस्तो छ। साथीहरू काम गर्छ, म पनि काम खोज्ने हो, जस्तो हुन्छ त्यस्तै। तर म होटलको लाइनमा रेस्टुरेन्ट लाइनमा चाहिँ जान्न, त्यति हो। किनकि त्यहाँ त टाइम भ्याइन्न होइन। लाइक अब सिफ्टै भए पनि होटल लाइनमा चाहिँ म जान्न भन्ने सोचिरहेको छु। किन मैले अलमोस्ट 2 वर्ष 22 महिना जस्तो मैले होटल लाइनमा काम गरेँ होइन। एक वर्ष एज अ हेल्पर र अर्को 10 महिना जति चाहिँ म एज अ मिस्त्री होइन, एज अ टप सेफको रूपमै काम गरेको थिएँ। पछि मैले छोड्दै हो। त्यसपछि मैले के गरेँ, बिजनेस गरेको थिएँ क्या होइन। बिजनेस अझै पनि मलाई चाहिँ कोही गर्दाखेरि मन पऱ्यो, नभए त गर्थेँ, बट आई डोन्ट वान्ट टु डु द्याट अगेन। सो म चाहिँ के छ कन्टेन्ट क्रिएसनको फिल्डमा अगाडि बढिरहेको छु, तपाईँलाई थाहा छ है। सो किप सपोर्टिङ। सो लाइक आज चाहिँ मैले यति कुरा सेयर गरेँ है। सो के कस्तो लाग्यो थट्सहरू होइन, थट्सहरू कस्तो लाग्यो तपाईँले कमेन्ट गर्नु। र कुन चाहिँ ठाउँबाट हेरिराख्नु भएको छ, भिडियो कस्तो भयो, अथवा अपकमिङ डेजमा तपाईँले के हेर्न चाहनुहुन्छ यसको बारेमा कमेन्ट गर्नु। म त्यही रिलेटेड कन्टेन्ट बनाउँछु है। सो लास्टसम्म भिडियो हेर्नु भएको छ भनेदेखि थ्याङ्क यू सो मच फर योर सपोर्ट है। र इन्डी स्क्रिनमा पनि भिडियो चलाउँछु ट्राभल रिलेटेड यताउता होइन। तपाईँले इन्डी स्क्रिनबाट मलाई अर्को भिडियोमा पनि भेट्न सक्नुहुन्छ है। सो आजको लागि चाहिँ यति नै। एन्ड keep watching, keep supporting, and best of luck for your upcoming days. Bye bye.